गाइस हाम्रो अचार रेडी भयो कस्तो यम्मी बनेको यता पुरी पनि रेडी भयो राम्रो छ त गर खेली हैन त पढ्ने डिस्कस गर्ने स्कुलमा गएर यो 2 into 3 गर्ने हो गरेर 100 यो कसरी गर्छ ल भन्दै हो हे गाइज वेलकम ब्याक टु माई च्यानल आज डे 2 हो च्यालेन्जेसको अनि हिजोको भिडियो आज 12 बजे आउँछ है अब खाना खाने बेला भयो खानामा एकदम सिम्पल छ भात दाल तरकारी के छ भने आई थिङ्क बोडी है चाहिँ क्या लौका आलु मिक्स भेजिटेबल खाएँ है त साथीहरू भाइको आज के को एक्जाम हो भाइ टिचर भन न म्याथको हिसाब गर्दैछिन् लेट्स सी मिलाउँछिन् क्या गर्नु त गरिरहेछन् पेरिमिटर अफ रेक्टेङ्गलको फर्मुला पढ भने हो फेरि तँ चलाबस्यास यति कति गाह्रो भएको यसलाई पढ्नलाई छिटो अनि टाइप्सहरू यो प्रपर्टिजहरू पनि पढ्यो यो पनि आउन सक्छ हेर्न लगाएछ अब भात त भर्खरै खायो अब भाँडा मान्न छ भाँडा हेर्नु असक्ति छ भाँडा माझेर भेटौँला भाइ स्कुल जाने बेला भयो राम्रोसँग दे नि एक्जाम एउटा पनि नछोड मम्मीले भन्नु रोक्नु छ्या कति हल्लाखोर गरा काम छ्या बेर भयो जानु राम्रो छ त गर खेली हैन त पढ्ने डिस्कस गर्ने स्कुलमा गएर यस्तो काम छ हालो के हालो गाइस भिडियो आइसक्यो है 12 बजे गाइस आज हाम्रो घर पुरी बन्दैछ के खुसीको मामामै कुछ नहीं खाना मन लागेर विथ स्पेशल राम्रो पुरी खानु यहाँ मैले अचार बनाउँदैछु गाइस हाम्रो अचार रेडी भयो कस्तो यम्मी बनेको यता पुरी पनि रेडी भयो कस्तो पुरेको छ अब एक पसिनाको धारा अब खाने बेला भयो नास्ता कस्तो यम्मी देखिएछ फर्स्ट ट्राई गर्नु कस्तो हो त पिरो मम्मी पिरो हैन भन्न गाइस भाइ आयो अब भाइले कति मिलायो अब थाहा हुन्छ सबै गरी कतिवटा छोडी कुनै नाइ ल हेरौँ पेपर यस्तो हेर्दै सिसा
त्यो सिसाले खुट्टामा लगायो भने के हुन्छ? सबै झाडु लाउने हो त्यता नि गह पुरै नि के उता पनि गह हो त्यता यो 2 यो 2 into 3 गर्ने हो गरेर 100 यो कसरी गरिस् ल भन्दा यो 7/10 into 2 यो गर्ने यसको इन्कम आउँछ अनि यो सेभ गर्ने अरे जति यसको आन्सर आथ्यो नि यो र तो माइनस गर्ने वेल डन बेबी वेल डन ल अर्को यो वाला त मिलाइनस् होला पेरिमिटर र एरिया त सही छ यो ब्रेथ रङ छ झन् मलाई सक लागिहाल्छ यहाँ रेसियो देख यो अनि अब यो लेन्थ देख हो अब ब्रेथ निकाल्न सकिनस्